दुःख लाग्दो कुरा नेपालीकै राहतको लागि लडिएको यो दुई वकिलको लडाई कसैलाई पनि थाहा छैन र यो 4 वर्षपछिको संघर्षको जित मिडियामा किन आउँदैन थाहा छैन। साथीहरू, समस्या के थियो भने हाम्रो नेताहरूले 2073 सालमा नागरिक राहत कार्यविधि पास गरे। एकदम सिम्पल भाषामा बुझाउने कोसिस गर्छु, सुन्दै जानुस्। नियमले यदि कुनै नेता जस्तै कि संसददेखि लिएर प्रधानमन्त्री, राष्ट्रपति, यदि उहाँहरू बिरामी हुनुभयो भने विदेशमा गएर उपचार गर्न पाउने र त्यो सबै उपचार खर्च कसले बेहोर्ने? हाम्रो कर तिरेको पैसाले। अनि धेरैले सोचे होलान् हाम्रै नेताहरू, हाम्रो देश चलाउने मान्छेहरू, उनीहरूलाई नजोगाएर कसलाई जोगाउनु, उनीहरूको उपचार नगरेर कसको उपचार गर्नु? यो क्वेसन पनि नोट डाउन गरेर राख्नुस्, म तपाईलाई यसको जवाफ पनि दिन्छु। तर पहिला यो डाटा सुन्नुस्। सुशील कोइराला पूर्व प्रधानमन्त्रीज्यू 1,95,00,000। केपी बाको कुरा गर्दा 1,26,00,000। कतिवटा किडनी फेर्नु भयो होला। सुजाता कोइराला 50,00,000। साँच्चै उहाँको केसमा बिचरा अब स्तन क्यान्सर त भयो होइन, तर सरकारसँग 1 करोड डिमान्ड गर्नुभयो बाहिर उपचार गर्नको लागि। तर मलाई नपचेको कुरा के हो भने त्यति बेला ब्रेस्ट क्यान्सर, जुन स्तन क्यान्सर हुन्छ, त्यो नेपालको ओम अस्पतालमा पूर्ण रूपमा उपचार जम्मा 2 लाख रुपियाँमा उम्किन्थ्यो के सबै कुराहरू। तर उहाँले 1 करोड रुपियाँ बाहिर गएर उपचार गर्नको लागि डिमान्ड गर्नुभयो। अब आफै हिसाब लगाउनुस्, उहाँले डिमान्ड गरेको 1 करोड रुपियाँले 50 जना साधारण नेपाली जसलाई स्तन क्यान्सर लागेको छ उहाँहरूको उपचार हुन सक्थ्यो। र त्यस्तै रोचक अर्को केस हाम्रो रामवरण यादवज्यूको। उहाँ पनि आफै एउटा डाक्टर हुनुहुन्छ र उहाँलाई प्रोस्टेट क्यान्सर लागेको थियो र यो एक किसिमको क्यान्सर हो जुन 50 देखि 60 वर्षको पुरुषलाई मात्र लाग्छ। सिम्पल भाषामा भन्नु पर्दा पिसाब थैली भन्दा मुनिको सानो जुन ग्रन्थि हुन्छ त्यो सुन्नेर लाग्छ यो क्यान्सर। र उहाँलाई पहिला चण्डीगढमा मजाले उपचार गरेर पनि इन्डियन सरकारले सबै पैसाहरू बेहोर्यो। तर पछि उहाँलाई फेरि उपचार पुगेन, या भनौँ उहाँलाई मनले मानेन र अमेरिका गएर 60 लाख खर्च गरेर उपचार गरेर आउनु। र अलिकति मलाई मन नपरेको कुरा के हो भन्दाखेरि 2 जना सुसारे लगेर त्यहाँ उनीहरूको फ्लाइट टिकटदेखि लिएर त्यहाँको बस्न खानादेखि लिएर भत्ता समेत हाम्रो ट्याक्सको पैसाले बेहोरेको। अब अलिक न्युजमा ध्यान दिने मान्छेहरूलाई त यो कुरा थाहा छ होला। 2075 तिर एउटा कानुन पास भएको थियो जसमा चाहिँ सरकारले कसैलाई पनि उपचार खर्च नदिने। तर आखिरमा फेरि पनि कसरी बाँडफाँड हुँदै थियो त? र यसको खेल क्याबिनेट मिटिङमा हुन्छ। क्याबिनेट भन्नको अर्थ प्रधानमन्त्री र मन्त्रीहरूको बिचमा मात्र हुने मिटिङ, कुनै गोप्य ठाउँमा होइन, कुनै हलमा। र हाम्रो सिबिआईको जुन काम छ, अब सरकारी ढुकुटी हिनाबिना या केही कुराहरू घुसखोरी पक्राउ गर्ने, उनीहरू पनि अब हात बाँधिएको थियो किनकि उनीहरूले क्याबिनेटमा गरेको डिसिजनमा कुनै पनि छानबिन या केही गर्न पाउँदैन हो। अब नेताहरूलाई राम्रो उपचार दिनुपर्छ र तिनीहरूकै लागि भनेर वीर अस्पतालमा VVIP रुम एउटा सुइट नै बनाइएको छ। र हामी साधारण नेपालीलाई त यो मतलब भएन होइन, हामीले खासै चासो पनि गरेनौँ। तर 2 जना वकिल राधिका चामलागाई र स्वागत नेपाललाई यो कुरा पचेन। उनीहरूले 2079 सालमै सर्वोच्च अदालतमा मुद्दा हाले र फाइनली 4 वर्षपछि 27 अप्रिल 2026